फेसबुकबाट पैसा कमाउन सिकाइदिनु पर्यो भन्नुभयो नि त सबैजनाले। सिकाउन सिक्न भन्दा पनि हजुरहरू फलोवर्स बढाउन भन्दा पनि आफ्नो कन्टेन्टमा ध्यान दिने हो के। जस्तै हजुरको डेली रुटिन हुन्छ नि त, त्यही पोस्ट गर्नु अलिकति मान्छेलाई इन्ट्रेस्ट लागोस् हेर्नको लागि, सुन्नको लागि, बुझ्नको लागि नि त। अब हामीले सामान्य काम गर्दा गर्दै पनि त कति धेरै कुराहरू भन्न सकिरहेको हुन्छौँ नि त। जस्तै अहिले मैले चिया पकाउँदैछु भने चियाको बारेमा नभनेर मैले हजुरलाई किन यसरी हजुरलाई मोनिटाइजको बारेमा भनिरहेको छु भन्ने कुरा हो के। स्पेशली अहिले फोकस गर्नु भएको दिदी बहिनीले नै हो नि त, फेसबुकबाट कमाउन पाए हुन्थ्यो भनेर। अब एकैचोटिमा हजुरको लाखौं आउँछ भन्ने पनि होइन है। फेरि त्यो माइन्डसेट चाहिँ नगर्नु होला है। फेरि हजुरहरूले कुनै कुनै भिडियोमा त 1 पैसा 2 पैसा भनेको हजुरको नेपाली 1 रुपियाँ 1.5 रुपियाँ मात्रै पनि आइरहेको हुन्छ नि त। अब कुनै कुनैमा जस्तै आजै मैले पोस्ट गरेछु एउटा, त्यसमा मलाई $31 आएको छ भने चाहिँ हजुरले आफै हिसाब लाउनु। 153 छ सायद आज डलरको रेट है। अनि कति भयो त्यो एउटै भिडियोबाट त्यति धेरै पनि आउन सक्छ, एउटा भिडियोबाट 1-2 रुपियाँ पनि आउन सक्छ कि। यो चाहिँ हाम्रो कस्तो हुन्छ भने हाम्रो अल्गोरिदमले के मागिरहेछ भन्ने कुरामा पनि ध्यान दिनु पर्यो कि। अब मैले यति लामो समयबाट फोकस गरिरहेको छु, त्यति बेला नेपालमा मोनिटाइज हुन्थेन, त्यति बेलाबाटै मेरो आइडी मोनिटाइज छ भनेपछि त हजुरहरूले बुझ्नु पर्यो नि त। फलोवर्सको खेल होइन क्या। हजुरको जबरजस्तीको फलोवर्सले हजुरको भिडियो हेर्न इन्ट्रेस्ट किन दिन्छ र दिँदैन नि त। हजुरले त इन्ट्रेस्टिङ भिडियो बनाउनु पर्यो, मिनी ब्लग राख्नु पर्यो, या फिर इन्ट्रेस्टिङ फोटोहरू सेयर गर्नु पर्यो। सबैभन्दा धेरै पैसा त चाहिँ फोटोबाट नै आउँछ कि। मैले चाहिँ मेरो डेली लाइफहरू देखाएरै मैले पैसा कमाइरहेको छु भने चाहिँ किन नगर्ने त भनेर चाहिँ म बनाइरहेको हुन्छु नि त। अहिले चाहिँ म मेरो पर्सनल आइडीमा चाहिँ धेरै टाइम दिन पाइरहेकै छैन कि। मेरो सिजन सुरु भएको छ, पसलमा यति धेरै भिडभाड हुन्छ दिनभरि। हजुरहरूले मेरो भिडियोमा कहिले पनि लगभगै पसलको भिडियो यति पनि देख्न पाउनुहुन्न नि त, नत्र भने त मेरो मसँग कति धेरै कन्टेन्टहरू हुन्थ्यो होला नि त होइन पसलको। तर पनि मैले 9 बजे 9:30 बजी भित्र सबै काम गरेर आएर त्यही भित्रै पनि भिडियो सुट गरेर सँगसँगै छोरालाई स्कुल पठाएर होइन अब पनि मैले भिडियो सुट गरेर आउँछु। सायदै अब चाहिँ मेरो व्यस्तताले गर्दा मैले सायदै भिडियो सुटहरू गर्न पनि नभ्याउन नै सकेँ नि त। अब अलिकति एक्स्ट्रा छिटो उठौँ भने चाहिँ निन्द्रा पुग्दैन। जस्तै अब भनौँ न म चाहिँ राति घर आउँदा 9 साढे 9 हुन्छ, त्यसपछि हामीले खाना खाएर सुत्दाखेरि लगभग 11 बज्छ नि त सबै काम सकेर। अनि बिहान 6 बजे हजुरको उठ्नै पर्यो, किनकि बाबुको स्कुलको भ्यान 7 बजे आउँछ भनेको मैले उसलाई नुहाई धुवाई गरेर हल्का दुध तातो पानी खुवाएर स्कुल पठाउनु पर्यो नि त। त्यसपछि मसँग बच्ने भनेको 2 घन्टा, त्यसमा नुहाई धुवाई आफ्नो नित्य कर्म भयो, पूजापाठ भयो, खाना पकाउनु पर्यो, खाना पर्यो र सँगसँगै दोकान पनि जानु पर्यो होइन। कति बिजी स्याड्युल छ भन्ने कुरा त हजुरहरूले यसरी नै बुझिहाल्नुभयो। तै पनि मैले कोसिस चाहिँ गरिरहेको छु कि अब बाबुकै लागि खेलाउनै किन्न पुगे पनि त भयो नि होइन र। मेरो यो फेसबुक मोनिटाइज चाहिँ मेरो 7,000 पनि नहुँदै फलोवर्स नहुँदै मोनिटाइज भएको के। म कहिले पनि फलोवर्सको पछि पनि लागिन। तर मेरो अर्को आइडी चाहिँ 1 लाख फलोवर्स हुँदा बल्ल मोनिटाइज भएको हो। तर यो चाहिँ मैले 7,000 मात्रै फलो हुँदा नि मोनिटाइज गर्न सकेँ नि त। के भएर साथीहरू मैले हजुरहरूलाई बारम्बार भनिरहेको छु आफ्नो कन्टेन्टमा ध्यान दिनु के। आउनुहोस् 10K बनम 15K बनम वाला चक्करमा चाहिँ नपर्नु, ग्रुपहरूमा सेयर नगर्नु, आफ्नो पर्सनल कन्टेन्ट राख्नु कि। अनि त्यसपछि त पैसा त फाला